यो हो रसुवा। रसुवाको जुन तपाईँहरूले अहिले यसरी देख्दै हुनुहुन्छ, रसुवाको विभिन्न ठाउँ र निकै सुन्दर ठाउँ र यो भिडियो चाहिँ तपाईँहरूले 1-2 वर्ष अगाडिको यो भिडियो तपाईँहरूले देख्दै हुनुहुन्छ। तर निकै दुःखका साथ भन्नुपर्छ, अहिले यो ठाउँ छैन। यो बजार घरहरूदेखि लिएर यो हरेक कुराहरू चाहिँ अहिले छैन। मैले तपाईँहरूलाई अब देखाउँछु अहिलेको अवस्थामा चाहिँ कस्तो छ भनेर यही ठाउँ। र अहिले चाहिँ तपाईँहरूले यो देख्दै हुनुहुन्छ, अघि अगाडि तपाईँहरूले देख्नुभएको ठाउँ हेर्दा नै त्यो ठाउँ हो र जस्तो लाग्ने। तर यो जुन तपाईँहरूले अहिले देख्दै हुनुहुन्छ अगाडि देख्नुभएको ठाउँ नै हो। हेर्नुहोस् त, अहिलेको समयमा नेपालमा यस्तै यस्तै ठुलो ठुलो कुराहरू, दुःखद कुराहरू चाहिँ लगभग वर्षैपछि चलिरहेकै छ। जुन अघि सुरुमा तपाईँहरूले देख्दै हुनुहुन्थ्यो यो ठाउँ नै हो जुन तपाईँहरूले अहिले देख्दै हुनुहुन्छ। निकै सुन्दर मान्छेहरू बस्ने लायकको ठाउँ तपाईँहरूले अघि सुरुमा देख्नु भएको थियो भने अहिले चाहिँ चाइनातिरबाट आएको त्यो ठुलो बाढीले गर्दा नेपालको यो ठुलो क्षति हुन पुगेको छ। कतिपयजना अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ, कतिपयजनाको ज्यान गइसकेको छ, कतिपय घरबारविहीन हुनुहुन्छ। घरहरू तपाईँले यसरी देख्दै हुनुहुन्छ। अहिले चाहिँ मान्छेहरू बसेको धेरै घरहरू, धेरै ठाउँ गाउँहरू चाहिँ अहिले छैन, जुन अहिले तपाईँहरूले यसरी देख्दै हुनुहुन्छ।